हेलो गाइज, के छ खबर? सन्चै हुनुहुन्छ? आज चाहिँ शनिबार, म चाहिँ यस्तो रुममा बोर लागेर एकछिन बाहिर डुल्छु भनेर आएको। आई डोन्ट नो कता जान्छु, के गर्छु होइन। एकदम मन एकोरो भएको छ, एकदम त्यो कस्तो कि रुन मन लागे जस्तो भएको छ। म यस्तो रुममा बस्नु नसकेर चाहिँ बाहिर डुलिरहेको छु। कता जान्छु, के जान्छु, अब उतै पुगेर म देखाउँछु। एक ठाउँमा बसेर चाहिँ मलाई यस्तो बस्न मन चाहिँ एकोहोरो भएर, त्यही भएर म जाँदैछु। लेट्स गो। म घुम्दा घुम्दै यो के पार्क भन्नेमा पुगेछु। यहाँबाट चाहिँ तल राम्रो सिन देखिएको छ मलाई। यहाँदेखि चाहिँ भ्यू चाहिँ यस्तो देखिन्छ। घाम लागेछ। यहाँ माथि उक्लिँदैछु। माथि के छ कस्तो छ मलाई पनि थाहा छैन। म अन द स्पोट आएको, यस्तै अनप्लानेड भएर आएको। खै के छ थाहा छैन। फर्किनु पर्ने हो कि जानिदिन्छ कि नै त्यो पनि थाहा छैन। म चाहिँ एक्लै यहाँ आएको, तर यहाँदेखि भ्यू हेर्दाखेरि यस्तो राम्रो लाग्यो मलाई नि। यता हेर्नुहोस् कस्तो राम्रो भ्यू छ के। यतातिर हामी बस्ने कोबे, त्यो यतातिर माया एकी, सान्दमिया, उतासम्म कहाँसम्म देखिएको छ। धेरै छ घरै सानो घरहरू, ठुलो भवनहरू जस्तो देखिएको छ। यो चाहिँ के पार्क थियो नाम बिर्सिहालेँ म, तर यहाँ चाहिँ खेल खेल्न आउने रहेछन्। अलिअलि खेल खेलिरहेछन्। यहाँ टोइलेट छ, उतातिर खेल खेलिरहेछन्। यहाँ पनि के फुटबल जस्तो के खेलिरहेछन्। मान्छेहरू पनि आछन्। यहाँ यस्तै छ। म नि अब यहाँनिर चौतारी छ, त्यहाँनिर गएर एकछिन रेस्ट गर्छु। यहाँ चाहिँ जापानको चाहिँ एउटा राम्रो कुरा के छ भने चाहिँ नि, यति सानो बच्चाहरू नि यति एक्टिभ छन् नि, के भन्नुहोस् होइन। कुनै डाउटै छैन। नेपालको भन्दा यति अगाडि छ कि नेपाललाई यहाँसम्म पुग्नको लागि चाहिँ 50-100 वर्ष लाग्छ के। हाम्रो चाहिँ अहिले नेपालमा के छ भनेपछि बच्चाहरू चाहिँ अब अहिले यो भनेको कम्तीमा 2-3 बजीतिरको गर्मी होइन जापानको। घाम लागेको छ। यस्तो घाममा नि यस्तो राम्रोसँग खेलिरहेछन् मन लगाएर। साइकल सिकिरहेछन्, दौडिरहेछन्, यो के भन्छन् बेसबल खेलिरहेछन्। उतातिर फ्यामिलीहरू छन् होइन, यिनीहरू नि अब बच्चा साइकल सिकिरहेछ, अनि दुई बुढाबुढी चाहिँ त्यहाँ बल खेलिरहेछन् कि यो गर्मीमा पनि। किनकि त्यो देखेर नि बच्चाहरूले सिक्छ कि यस्तो। यिनीहरूले माइन्डसेट नै यस्तो राम्रो बनिदिन्छ यिनीहरूको। यति गर्मीमा नि यतातिर नि अब यस्तो राम्रो खेलिरहेछ। बच्चा उतातिर पनि खेलिरहेछन्, दौडिरहेछन्, वाकिङ गरिरहेछन् यो गर्मीमा है। अब साँझ बिहानको खै किन टाइम नमिलेर के हो। म चाहिँ यहाँबाट जान्छु अब। अझ फेरि कुन ठाउँ जान्छु थाहा छैन। यहाँको एउटा कुरा चाहिँ राम्रो चाहिँ यो, जस्तै यो पिल्लर चाहिँ यिनीहरू ठाडो हालेको चाहिँ लुवाको होइन। लुवाको बाहिर चाहिँ यो राखेको चाहिँ काठहरू। जस्तै बेन्चीमा पनि भित्र लुवा छ, बेन्चीको माथि काठ हालेको बस्न है कि चिसो नहोस्, चिसो महिनामा अनि तातो महिनामा तातो नहोस् भनेर। जस्तै यो कुर्सी छ, यसमा पनि अब यस्तो सेम कन्डिसन हो। सबमा यही फलो गरिरहेछन्। यहाँ जोडीहरू बसेछन्। अब दुइटा सानसानो भाइ बहिनीहरू छ। यहाँदेखि चाहिँ यस्तो राम्रो सिन देखिन्छ नि। अब म थोरै फोटा खिच्दै अनि भिडियो बनाउँदै जान्छु यहाँबाट। ओके गाइस, लास्टै गर्मी छ गाइजहरू। यति धेरै गर्मी छ माथि। यहाँ चाहिँ अलि शीतलो छ अलि। म चाहिँ भन्दाखेरि यस्तो हो कि अलि दिमाग ओभरलोडै भइसक्यो होइन। ह्याङै हुन लागेछ भनेपछि म चाहिँ रुममा बस्न सक्दैन क्या। आज नि म यता आउनुको कारण त्यही पनि हो। म बस्न सक्दैन एक ठाउँमा, अनि धेरै दिमागमाथि प्रेसर भएपछि म एक्लै हिँडिदिन्छु कि। त्यस्तै बाहिरतिर हिँडिदियो, कहाँ पुगिन्छ के पुग्छ थाहा हुँदैन। अत्तपत्त भनेर कहाँ जान्छ के गर्छ थाहा हुँदैन। बस जस्तो हिँडेको छ त्यस्तै हो। अहिले नै म त्यस्तै गरी आएको। यो बाटो चाहिँ सिधा कहाँ जान्छ मलाई थाहा छैन। आई डोन्ट नो। कार आइरहेको छ एउटा।
ल त गाइज हिँड्दा हिँड्दै चाहिँ सिनको वे पुगेको छ। यहाँ सिनखानसेनको स्टेसन छ। हामीहरू हामीहरूतिर अस्ति चाहिँ यहाँ स्विमिङ गर्न आउने तालैहरू गाइज खेलिरहेको छन्। अहिले चाहिँ साथीहरू आउँछन् कि आउँदैनन् एकछिन फोन गर्छु माउ आएपछि अनि खेल्नुपर्छ। हामी पहिला पनि गएको थियौँ। सायद त्यो भिडियोहरू पनि म यसमै हाल्नेछु। 500 मिटर अगाडि छ अनि म चाहिँ त्यो झरना देखाउने छु। आफू पनि हेर्नु छु, रमाउने छु। तपाईँ पनि हेर्नु होला। ओके गाइज लेट्स गो। यहाँ चाहिँ दुईवटा झरना देखाएको छ। 2 अनताकी फल्स एन्ड 2 मेनताकी फल्स हुनेछ। म माथि भएर यहाँ माथि भएर फेरि तलको झरनामा आउनेछु। त्यही भएर म यहाँदेखि अब माथि चढ्छु। फटाफट चढेर यहाँदेखि म फटाफट चढ्छु। गरिब पनि भइरहेको छु। यहाँदेखि फटाफट चढेर त्यो झरना देखाउने छु। ल लास्टसम्म हेरिदिनु होला। राम्रो छ झरना। गाइज यो उकालो चढ्दा चढ्दा यता लास्टै गाह्रो भइसक्यो मलाई। एकदम रुगा पनि लागेको छ, गाह्रो पनि यस्तो भइरहेको छ। त्यही पनि झरना चाहिँ हेर्नै भएको छ। माथिको झरना चाहिँ राम्रो थियो कि यहाँको। हामी खुट्टा पनि थाकिसक्यो सुकाएर यता। यो चाहिँ झरना हो यताको। म चाहिँ आउँछु भनेको थिएँ। यो चाहिँ सानो झरना छ। पानी चाहिँ आजकल थोरै रहेछ। माथि चाहिँ अर्को झरना छ। यो हेर्नुहोस्। मैले भनेको चाहिँ अर्को झरना चाहिँ यो हो। ल यहाँदेखि रहेछ। माथि स्विमिङ गरिरहेको छन्। खै कहाँबाट आयो तिनीहरू। चाहिँ राम्रोसँग देखेको छैन ल झरना। यहाँदेखि अलिअलि देखिन्छ। माथि झरना छ। यहाँ पनि यो चाहिँ बनाएको जस्तो छ। अलि यहाँदेखि तलबाट चिनेर माथि डाम बनाएर अनि त्यहाँदेखि बगाएको हो।
यस्तो कृत्रिम झरना छ। माथिको चाहिँ राम्रोवाला हो, ताल छ। जापानिजहरू चाहिँ त्यहाँ माथि जान त नमिल्ने हो, तर खै अब यताको लोकल भएर होला गइरहेछन्, खेलिरहेछन्। त्यस्तो छ यहाँको झरनाहरू। ओके, अब चाहिँ अब रुमतिर जान लाग्यो। अब यस्तो साँझतिर काम आएपछि काममा जान्छु, नत्र भने अब यसो सुतिराख्छु। अहिलेको लागि यति नै। उस्तै प्लानै थिएन यतातिर आउने त, त्यही पनि अब उस्तो अलिअलि गर्दै उतातिर पार्क गयो। अनि यहाँ तल स्विमिङ, अनि माथिको झरना, अनि त्योपछि चाहिँ यताको झरना गयो। प्लान थिएन, त्यस्तै अनप्लानेड आइदिएको। त्यही पनि रमाइलो भयो। अहिले माइन्ड फ्रेस भयो। त्यो टाउको त अलिअलि हानिरहेको छ मेरो, सन्चो त भएको छैन। अब चाहिँ फर्किनु लाग्यो। जाँदै म चाहिँ अब अहिले चाहिँ एकचोटि स्विमिङ देखाएर अनि चाहिँ राख्छु ल गाइस। ओके, बाई बाई। अब चाहिँ म बिल्डिङ हेर्नुहोस् त, यस्तो तिर्कुने आकारको यति ठुलो बिल्डिङ छ कि यहाँको त के साह्रो बिल्डिङ हो। यस्तो पुग्छु नि। यता छ एउटा बिल्डिङ, एउटा त यहाँ हामी यसलाई भन्छ नि गगनचुम्बी, आकाश छुने, यत्रो साह्रो छ। अब चाहिँ जान लाग्यो म। धेरै घुमियो, अब चाहिँ लास्टै थाकियो पनि। अनि अब गोप्रोको चाहिँ चार्जर पनि सकिनु लागिहाल्यो। त्यो अब चाहिँ म यहाँदेखि अलि अगाडि बस आउँछ, बसमा चढेर चाहिँ रुमतिर जान्छु। आजको भ्लग यति नै, बाई बाई।